कुरा पनि राख्नु पर्दैन। रुखमतीको खास गरेर जुन मिथिला महात्मा उल्लेख गरेको छ त्यो मिथिला महात्माको अनुसार त्यति बेला सीताजीलाई कामधेनु गाईले दुध खुवाउनु अनि त्यो दुध खुवाउने क्रममा उहाँकै कामधेनु गाईबाट सीताजीको मुखारबिन्द हुँदै यो बगेको एउटा दुधको नदीको कैलाशमा चाहिँ दुध बग्ने गर्छ भन्ने मान्यता छ। पछि चाहिँ यसलाई चाहिँ मान्छेहरूले यसलाई दुरुपयोग गर्ने फोहोर गर्ने त्यसरी हुँदै गर्दा बिस्तारै चाहिँ यसको जुन त्यो शक्ति छ त्यो छिन हुँदै गएको त्यसो एउटा किंवदन्तीहरू छ। अनि अहिले चाहिँ हाल चाहिँ हामी यो पहिला चाहिँ धेरै यो आस्थाको केन्द्र छ। यहाँ खास गरेर हाम्रो यता नेपालको भारततिरको राजस्थानसम्म कहाँ कहाँसम्मको उहाँहरू चाहिँ मिथिला महात्मा पढ्नुहुन्छ। अनि त्यो पढेर जनकपुरमा एउटा रुखमती नदी यस्तो महत्त्वको नदी छ जहाँ गएर यस्तो धर्मको हुन्छ त्यहाँ पापबाट मुक्ति हुन्छ भनेर खोज्दै आउनुहुन्छ। यो जनकपुर आएपछि रुखमती कहाँ छ टेम्पोवालालाई होस् अथवा कसैलाई मलाई रुखमतीमा लग्दै भनेर उनी खोजेर आउनुहुन्छ। तर यहाँ आएपछि अब रुखमतीको अवस्था जब उहाँहरू हेर्नुहुन्छ भने रुखमती यस्तो मैले मिथिला महात्मा पढेर रुखमती यस्तो हुन्छ भनेर ननुहाइ जानुहुन्छ। अस्ति नै एकजना राजस्थानबाटै अभियान चलिरहेको थियो सप्ताहको हामी पनि त्यहाँ जान्छौँ। अनि अब हाम्रै गाउँठाउँमा यसो धार्मिक धरोहरलाई हामीले संरक्षण गर्नुपर्छ भनेर यो त्यतिकै यसरी सबै कुनै यस्तो सङ्गठित नभएर पनि युवाहरू चाहिँ सबैजना मिलेर यसलाई चाहिँ हामी सुरुवात गऱ्यौँ। अहिले 175 हप्ताले रहेको 2076 साल कार्तिक 23 गते हाम्रो पहिलो हप्ता थियो। अनि त्यस पछाडि चाहिँ यसरी सुरुवात गर्दै गइरहेको छौँ। अनि अहिले चाहिँ हाम्रो पुर्खामा पनि अभियान बिस्तारै हो यहीँबाट मोटिभेट गरेर हामी 21 नम्बर गराउन पनि गएको छ। अब यसको मेन समस्या के छ सर, जस्तै यो जहाँ उत्पत्ति स्थल छ अनुसारको के अरे छिलेश्वरनाथ नगरपालिकाको 5 नम्बर वडा छ। त्यहाँ चाहिँ 5 नम्बर वडामा त्यहाँ उत्पत्ति स्थल छ। अहिले चाहिँ छिलेश्वरनाथ नगरपालिकाले के गरिदिएको छ मुहानै नदीलाई चाहिँ पोखरीको रूप दिइदिएको छ। अनि त्यो पोखरीलाई ठेकापट्टा पनि लगाइदिएको छ। हामी अस्ति नै गएको थियौँ, त्यसपछि थाहा भयो कि त्यो फेरि त्यहाँ पनि केही सीमित व्यक्तिको हालिमुहाली मात्रै छ। केही व्यक्तिहरूले त्यसको चाहिँ अब भोगचलन गर्ने अनि आफू खुसी चाहिँ त्यहाँ मनमानी गर्ने भन्ने कुराहरू छ। नेताहरूकै हात छ त्यसमा। त्यसरी गरिदिएको छ। अहिले चाहिँ अब यसको मुहान चाहिँ बन्द छ। हाम्रो चाहिँ अब आउने दिनमा चाहिँ कसरी चाहिँ यसलाई अब उजागर गरेर हामी त्यहाँ अब यही ठाउँमा सरसफाइ गरेर हुँदैन। मेन चाहिँ मुहान खुल्नु पऱ्यो, नदीको यहाँदेखि टप टु बटम क्लियर हुनु पऱ्यो। त्यसरी चाहिँ हामीले सुधार गरिरहेको छौँ। अब हामीले सके बमोजिमसम्म भ्याएसम्म हामी गरिरहेको छौँ। अब यसमा चाहिँ सरलाई मैले खास गरेर हजुरलाई त्यही रिक्वेस्ट गर्न चाहेको थिएँ। तपाईँ एकचोटि आइदिएर यसो रुखमतीको बारेमा बुझिदिनु भयो भने मलाई लाग्छ कि हाम्रो लागि धेरै कुराहरू सहज हुनसक्छ भोलिको दिनमा। त्यही भएर हजुरलाई मैले यहाँ निम्तो गरेको थिएँ आउनको लागि। खासै उनीहरू कार्यक्रम केही पनि थिएन, हामी सरसफाइ नै थियो। जुनै भन्दा चाहिँ सरसफाइ छ, अलिकता बृहत गर्न मात्रै खोजेको छ। सबैलाई आइदिनु राम्रो हुन्छ। तर ठ्याक्कै त्यहाँ गएर अब जस्तै रुबीजीहरू पनि त्यही हुनुहुन्थ्यो। अब आज नभए हामी पनि त्यहाँ जान्छौँ। अरू रुबीजीहरू सबैलाई भनेको अभियानी जति सबैजना त्यही बिहामै छ। त्यो भएर यहाँ धेरै कुरा सिक्न सक्यो। अब यसमा चाहिँ हजुर धेरै एउटा भनौँ न एउटा अब यो धनुषा जिल्लाभरि मात्रै छ फेरि अरू जिल्ला पनि छैन। धनुषाभरि उत्पत्ति छ र यो मकरीको सिमानामा गएर यसको अन्त यो औरी खोला छ नि बिजुली सक्ने धेरै धेरै